त्यो हाम्रो पर्स नै चोरी भयो कि दाइ। मलाई त एकदमै भोक लागिरहेछ कि दाइ। पैसा चोरी भयो कि दाइ, के गर्नु त नि, अब भोक लागेको छ होइन। खुवाउनुहुन्छ दाइ? नमस्ते। हामी चाहिँ सिस्नेरीमा गएर आएको दाइ। हामी सिस्नेरीमा नुहाउन गयौँ होइन। गएर आउने बेलामा दाइ के भयो भनौँ न, त्यो हाम्रो पर्स नै चोरी भयो कि दाइ। हाम्रो पैसा नै हरायो त्यहाँबाट। अनि मलाई त एकदमै भोक लागिरहेछ कि दाइ। के अरे मकै खुवाउनुहुन्छ कि नै हजुरले? पैसा छैन कि दाइ हामीसँग? साँच्ची भनेको कि दाइ, मैले मजा गरेको होइन होइन। साँच्ची दाइ हामीलाई खुवाउनुहुन्छ? फेरि हजुरलाई घाटा त पर्दैन नि दाइ? कहाँनिर हो हजुरको घर चाहिँ कहाँनिर हो? अनि मकै पोल्ने मकै व्यवसाय गर्नुहुन्छ, यहाँ पोलेर खुवाउनुहुन्छ? हजुरको मन एकदमै कमलो रहेछ दाइ। कतिको यो कसरी बेच्नुहुन्छ हजुरले चाहिँ? 40 रुपियाँको छ, एउटाको 40 रुपियाँ हो। अनि दिनभरि कति बेच्नु भयो? 4-5 हजारको। मसँग पैसा छैन अब। साँच्ची मलाई म फेरि आउँदाखेरि कुनै समय यो बाटो आउँदाखेरि चाहिँ खुवाउँछु नि, हुन्छ? दिन्छु नि हजुरलाई, साँच्ची भनेको। मानव त अझै हराएको छैन दाइ। मसँग पैसा छैन भनेको दाइले चाहिँ हुन्छ भाइ खानु न भन्नुभयो। कस्तो मनकारी हुनुहुँदो रहेछ दाइ हजुर, एकदमै। कहिलेकाहीँ बाटोमा यसरी आउने मान्छेहरू भन्छ यस्तै भन्छ कि भन्दैन दाइ? अहिलेसम्म भनेको छैन। म नै हो फर्स्ट टाइम आएको यसरी। पैसा चोरी भयो कि दाइ, के गर्नु त नि, अब भोक लागेको छ होइन। खुवाउनुहुन्छ? म मात्रै छैन नि त, यहाँ भाइहरू पनि छन् यत्रो धेरै। चारवटा मकै नै खुवाउनुहुन्छ? हजुरलाई त 40 दुना 80, 100 कति 160 रुपियाँ हजुरले त्यत्तिकै खुवाउनुहुन्छ हामीलाई। यो हजुरकै खेतको हो यो कि हजुरले किनेर लिएर आएको? अझै किनेर लिएर आएको। पर पिस कति पर्छ दाइ? खेतसँगै एकैचोटि उठाइदिने। पैसा छैन दाइ भनेको दाइले यस्तो मिठरी खानु न भाइ, पैसा दिनु पर्दैन भन्नुहुन्छ। आफैले किनेर लिएर आउनुभएको मकै रहेछ। मानव त अझै गुमेको छैन, मानव त अझै हराएको छैन दाइ। हजुर जस्तो मान्छे भएर नै साँच्ची नेपाल अझै नेपाल बनेको छ, सुन्दर बनेको छ। पैसै हरायो के भन्दा नि अब दाइ। दाइ हजुरको नाम चाहिँ के हो? चन्द्रबहादुर मुक्तान। अनि घरमा को हुनुहुन्छ दाइ? कति वर्षको? 80 वर्ष लागेर 8 वर्ष भयो। 80 वर्ष भएर 8 वर्ष, 88 वर्ष, 88 वर्ष हुनुभयो। थ्याङ्क यू सो मच दाइ। आमा लास्ट मिठो मकै छ। तराईतिर गर्मी भएर बस्ती खानु छैन, यहाँ चाहिँ जाडो भएर कपडाले थेक्दैन होइन। दाजु मकै पनि खाइयो, एकदमै धेरै धेरै धन्यवाद। जाने बेला पनि भयो, अब पैसा हराइयो साँच्ची है। दुःख मन नगर्नु होला, हामी जान्छौँ। फेरि आउँदाखेरि मिल्यो भने भेट्यौँ भने दिन्छौँ, हुन्छ नि? साँच्ची दाइ एकदमै मनको धनी हुनुहुँदो रहेछ दाइ। एउटा कुरा भन्छु नरिसाउनु है त, हामी चाहिँ उता सिस्नेरी गएर आएको। अनि हामीसँग चाहिँ पैसा छ के दाइ, पैसा त्यो पर्स हराएको होइन। अनि हजुरलाई चाहिँ यहाँ आउँदै गर्दाखेरि देखेर के भन्नुहुन्छ त दाइले, साँच्चीकै मकै खुवाउनुहुन्छ कि नै भनेर चाहिँ विचार गरेको दाइ। हजुर पैसै लिनु भएन, एकदमै खुसी लाग्यो। कति भयो दाइ एउटा मकैको? कति भयो हाम्रो 4वटा मकैको? 160 भयो दाइ। हामीले चाहिँ मन चोरेको के भन्नु? हजुरको मन चोरेको थियौँ, एकदम नरिसाउनु होला है। एकदमै क्षमा चाहन्छौँ। हामीसँग पर्स पनि हराएको होइन र दाइले चाहिँ हामीलाई मकै खुवाउनुहुन्छ कि नै भनेर चाहिँ विचार गरेको। दाइले एकदमै मनको सफा हुनुहुँदो रहेछ। मानव त अझ हराएको छैन। दाइले हामीलाई मकै पनि खुवाउनु भयो। 4वटा, एउटा हो र 4-4वटा मकै जुन चाहिँ आफैले किनेर लिएर आउनु भएको थियो। र हुन्छ नि भाइ खानु न। दाइ धेरै पैसा त हामीसँग छैन, 160 रुपियाँ हजुरको भयो। अनि यो अरू बाँकी पैसा चाहिँ हजुरको लागि है। यसो गर्नुहुन्छ त
अहिले लिनु न किनभने हजुरले जसरी हामीलाई फ्रीमा खुवाउनु भयो नि त त्यो मनदेखि अनि यो चाहिँ बाबुहरूको लागि चक्लेट बिस्कुटहरू किन्नु होइन कविहरू लाग्नु मात्रै दिनु न होइन लिनु दाइ थ्याङ्क यू सो मच ल र हजुरहरू पनि यो बाटो हेटौँडा जाने बाटो होइन के बाटो भन्छ सिस्टरी हुँदै अथवा हाम्रो बलको हुँदै तपाईँ चाहिँ यता भित्री बाइपास बाटो यसलाई के रोड भन्छ यो रोड चाहिँ सिस्नेरी हुँदै हेटौँडा जाने चाहनुहुन्छ भने जस्तो हजुर चाहिँ सिस्नेरी आइपुग्नु भयो भने मकै चाहिँ अभियसली खानु होला एकदमै मिठो छ टेस्टी छ अनि दाइहरूले चाहिँ यहाँ चाहिँ 40 रुपियाँ गोटा मकै बेच्नु हुँदो रहेछ त्यो चाहिँ आफैले बारीबाट किनेर लिएर आएर अनि यहाँ पोलेर खुवाउनु भयो र हामीलाई चाहिँ पैसा छैन दाइ भनेको दाइले पैसा नभए पनि खानु न भाइ भोक चाहिँ मार्नु भएन भन्नुभयो भोक लाग्यो दाइ हामीसँग पैसा छैन भएर आयो भनेको अनि खाऊ न भाइ भन्नुभयो यस्तो मान्छे पाइँदैन नि दाइ अहिले त्यस्तै हो थ्याङ्क यू सो मच दाइ दाइलाई एकदमै सम्मान छ ल है खुसी हुनु होला खुसीसँग बस्नु होला पुगो साझुर दाजुको मनको बात मकै खुवाउनु हो दाजुलाई धन्यवाद पुगो साझुर दाजुको मनको बात मकै खुवाउनु हो दाजुलाई धन्यवाद लेकाली मायाको चिनो मिरामासी किनेर ल्याइदिए